मेरो युट्युब साथीहरूलाई अनि हजुरहरू के कस्तो हुनुहुन्छ आशा गर्दछु सबैजना ठिकठाक आरामै हुनुहुन्छ भन्ने। अनि मलाई चाहिँ अस्तिबाट ज्वरो आउने टाउको दुख्ने घाँटी दुख्ने भएको थियो। अनि आज चाहिँ अलिकति बिसेक जस्तो लागेको छ। अनि आज चाहिँ म बिहानै उठेँ, बिहानै 4 बजी उठेर नै पूजा मात्र गरेर बसिरहेको छु। अब चाहिँ पानीहरू तताएर खान्छु। पानी तात्दैछ मेरो, पानी नि तातिसक्यो साथीहरू। अब पानी म पिउँछु, पानी पिएर सफा गर्नुपर्ने हुन्छ रुमहरू सबै। अनि पिएर सँगसँगै मैले 2-3 गिलास खाएपछि बल्ल हुन्छ भइजानु पनि। अब मैले यहाँ पोछा लगाउनको लागि पहिला बढाउँछु अनि बढाएर पोछा लगाउँछु। रुमहरू सफा गरेर साथी अब म बाहिर बढाउँछु। मैले बाहिर बढाउँछु नि त। तिर नि मैले बढालेर सनाक्सुलुक पारिसकेँ। अनि अब मैले चाहिँ गएर खाजा खान्छु, हात खुट्टा धुलाएर खाजा खान्छु फर्स्ट। अनि खाजा खाएर मात्रै पोछा लगाउँछु, किनकि यत्रो बढाल्दाखेरि यत्रो सफा गर्दाखेरि त भोक लागे जस्तै भयो। अनि मेरो यो साग मैले अघिल्लो भिडियोमा पनि देखाएको थिएँ, खास खाने भएको छैन यो साग। अझै त्यहाँ लसुन मिलाएको थियो मजाले, लसुन पनि खासै नहुने रहेछ कि यो जग्गामा पनि। अनि यता मिलाएको छु, साग छ। अनि टमाटर चाहिँ मैले घरमै उमारेको थिएँ बिहामा, त्यहाँ बिचमा लगाइदिन्छु। अनि त्यहाँ चाहिँ मेरो बोडी हो, कस्तो राम्रो भइरहेको छ। पछि फल्ने हो कि नै। यतातिर पनि यस्तो छ, यता त्यहाँ मूल पार्नु भनेर त्यो गएको खानाहरूको छिल्काहरू अनि छिल्का लिएर फालेको छु। कुम्दैछ, मूल बन्दैछ। यो चाहिँ हाम्रो पल्टनहरू, यो चाहिँ पल्टन एरियाहरू हो सबै। यहाँ दाजुभाइहरू बस्ने लङ्गरहरू हो। यो चाहिँ खास यहाँ भिडियो बनाउन दिनुहुन्न कि। अनि यो पल्टनको अब पल्टनको केही चिज पनि अब सोसियल मिडियाहरूतिर हाल्नु भन्नुहुन्छ, त्यही भएर। मेरो खाजा रेडी भइसक्यो, ब्ल्याक टी अनि रेडीमेड बिस्कुट। आज चाहिँ अब खाजा खाने यति बेला पनि के बनाउनु, त्यही भएर बिस्कुट नै खान लगाएको छु अनि ब्ल्याक टी। अनि एउटा कुरा साथीहरू, हजुरकोतिर बिहान बिहान चाहिँ कतिको जाडो हुन्छ, हाम्रो यतातिर चाहिँ त्यसमा नै ठन्डी पलाइसकेको छ। त्यही भएर मौसम चेन्ज हुन भनेर पनि होला म बिरामी भएको। गाह्रो छ बिरामी भए पनि। पोछा लगाउनु पर्यो। पोछा लगाएर पनि सक्यो। अब चाहिँ यता पछाडिको साइड फेरि बढाउनु पर्ने हुन्छ। कुखुरा कता गयो? ए यहीँ रहेछ। हामीले चाहिँ पल्टनमा कुखुरा पालेछौँ, पालेको थिएँ। यता हाँस पनि छ, आउनु होला खाने भए लोकल हाँस कुखुराहरू साइडमा सम्पर्क गर्नुहोला। हाम्रो पल्टनको घरहरू चाहिँ यस्तो छ, सेम गाउँघर जस्तै छ। यो हाँस पनि आयो, चढ्दै आइन्छ चरा खानाको लागि। यस्तो छ हाम्रो पल्टनको घरहरू चाहिँ। अरूको त अरू ठाउँको पल्टनहरू त कस्तो बिल्डिङ घरहरू भएको हुन्छ, कति राम्रो भएको देखाइरहेको हुन्छ दिदीबहिनीहरूले। हाम्रो चाहिँ यस्तो छ, सेम गाउँघरको घरहरू जस्तै छ। कस्तो फोहोर बनाउँछ हो यो हाँसले त। अनि यहाँ चाहिँ मेरो बुढाले चाहिँ यहाँ कुखुराले अन्डा पाउने ठाउँ पनि बनाइदिनु भएको रहेछ। यहाँ चाहिँ कुखुराहरू बाँच्छ बेलुकी खोर बनाउँदै हुनुहुन्छ। त्यता खोर बनिसकेको छैन, त्यही भएर हामीले कुखुरालाई नि राख्छौँ। यो सुलीहरू सबै लगेर साथमा हालिदिन्छु। सरसफाइ कामहरू सकियो साथीहरू। अनि हजुरहरूको दिन के कसरी बित्दैछ? मेरो चाहिँ डेली रुटिन भनेको नै यही हो। बिहान उठ्यो, सरसफाइ गर्यो, खाना बनायो, खायो, भाँडा धुलायो, यसरी नै बित्दैछ मेरो पल्टनको दिनहरू चाहिँ। अनि मेरो आजको यो भ्लग कस्तो भयो, जे जस्तो भए पनि, राम्रो भए पनि नराम्रो भए पनि हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।